पालिकाले आफ्नै अस्पताल सञ्चालन गरेको कमै उदाहरणमध्येको एक हो बराह क्षेत्र नगर अस्पताल। सुनसरीको बराह क्षेत्र नगरपालिकाले 2076 साल साउन 1 देखि सञ्चालन गरिरहेको यो अस्पतालले महेन्द्रनगर, प्रकाशपुर, मधुवन, श्रीलङ्का टपु अनि भरोल लगायतका स्थानीयलाई उपचार मार्फत जोड्ने काम गरेको छ। यो अस्पतालले 2076 मङ्सिर 1 बाटै स्वास्थ्य बिमा लागू गर्यो। त्यस बेलादेखि अहिलेसम्म पनि यो अस्पतालको सशक्त पक्ष भनेकै स्वास्थ्य बिमाबाट समेत औषधि खरिद गर्न सक्छन् सेवाग्राहीले। भाइरल फिभर, डायरिया, निमोनिया, डेङ्गी लगायतका बिरामीलाई सन्तुष्ट हुने गरी उपचार गरिरहेको छ अस्पतालले। त्यति मात्र होइन, 24 घण्टा इमर्जेन्सी, ल्याब, फार्मेसी, फिजियोथेरापी, भिडियो एक्सरे सहितका अरू सुविधाहरू पनि सञ्चालनमा छन्। त्यसो त अस्पताल आफैमा नागरिकसँग प्रत्यक्ष जोडिएको हुन्छ नै, त्यसका अलावा पनि यो अस्पतालले नागरिक सम्बन्ध मजबुत बनाउनका निम्ति गुनासो सुन्ने अधिकारीका रूपमा आस्था पाण्डे र करण मेहतालाई सूचना अधिकारी नियुक्त गरेको छ। यसले गर्दा सेवाग्राहीको गुनासो, सुझाव र शिकायत लिन आफूहरूलाई सजिलो हुने अनि सेवाग्राहीहरूको पनि विश्वास बढ्दै जाने गरेको अस्पताल प्रशासन बताउँछ। त्यसबाहेक नगर अस्पतालले नागरिक सम्बन्ध कायम गर्न के कसो गरिरहेको छ, निमित्त व्यवस्थापक दिवस विष्ट भन्छन्। पब्लिकसँग अथवा बिरामीसँग, त्यसै गरी सरकारवाला विभिन्न व्यक्तिहरूसँग अन्तर्क्रिया गरिरहेकै हुन्छु। सुरुवाती समयताका पुग नपुग 100 जना दैनिक बिरामी हुने गरेकोमा आजको दिनसम्म आइपुग्दा दैनिक 350 बढी बिरामीले सेवा लिइरहेका छन्। यो पनि कहीँ न कहीँ नागरिक विश्वासकै कारण अस्पतालले गरेको प्रगति हो। अस्पतालको मुख्य ध्यान जसरी हुन्छ, जति सक्दो हुन्छ नागरिकको विश्वास जित्नुमा छ।